नमस्कार सम्पूर्ण मेरा अति आदरणीय दर्शक महानुभावहरूलाई नमस्कार। साथै भट्टराई क्रिएसन च्यानलमा हजुरहरूलाई स्वागत जनाउँदछु। र आज चाहिँ म हजुरहरूलाई मेरो च्यानलमा एउटा नयाँ किसिमको भिडियो देखाउन लागिरहेको छु। र यो भिडियो चाहिँ नयाँ हो, तर यो काम चाहिँ नयाँ होइन। फेरि यो एकदमै गाउँले जीवनमा हुर्केको व्यक्ति म आफै पनि, र यस्तै परिवेश, गाउँघरको परिवेश एकदमै मनपर्ने मान्छे। त्यसले गर्दाखेरि मैले यो भिडियो म आफू मात्रै किन हेर्नु, सम्पूर्ण हाम्रो दर्शक महानुभावहरूलाई पनि म यो देखाउँछु भन्ने लागेर चाहिँ मैले भिडियो गरेर प्रस्तुत गरिरहेको छु। र यो भिडियोहरू प्राय एडिटिङ भिडियो छैन, यो एकदम जस्ताको तस्तै मैले देखाउने प्रयास गरिरहेको छु। र म अहिले भने चाहिँ आइपुगेको छु कालिम्पोङ जिल्ला अन्तर्गत पेदुङ ब्लक लोवर दलेप जोगीभिर स्थित श्री चन्द्रप्रकाश रेग्मीज्यूको घरमा आइपुगेको छु। र उहाँले आफ्नो घरमा यो पुरानो तरिकाले बनाइने चुल्हा बनाएर आफ्नो घरमा सजाउनु हुँदैछ। र हुनसक्छ अहिलेका नयाँ भाइ बहिनीहरूलाई यो नयाँ कुरा हुन जाला, तर पुराना व्यक्तिहरूलाई यो आफ्नो पुरानो समयको याद आउनेछ। पहिलाको कुराहरू मनमा ताजा हुनेछ। र हजुरहरू सबैले यो भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो सुझाव र प्रतिक्रिया राखिदिने आग्रह गर्दछु। त्यो दिनहरू याद आउँछ नि? अहिलेको नानीहरूले जान्दैन चुल्हा चाहिँ यसरी बनाउनु पर्छ। कसैको घरमा चुल्हा बनाउनु पर्यो भने चाहिँ यहाँ हाम्रो दाजुलाई सम्झिँदा हुन्छ। आएर एकदम 2 मुखे भन्नुहुन्छ कि 3 मुखे भन्नुहुन्छ कि 1 मुखे, सबै डिजाइनको चुल्हा बनाउने एक्सपर्ट हुनुहुन्छ। यो चाहिँ म अहिले चुल्हा मात्रै देखाउँदैछु यहाँ, तर यो भन्नुपर्दाखेरि चाहिँ यहाँ एउटा रेस्टुरेन्ट पनि छ घरमा। तर यहाँ एउटा काम चाहिँ अलिकति उल्टा भएको देखियो। पहिलाको समयमा चाहिँ घरको नारी जातिले बनाउँथे यस्तो चुल्हाहरू चाहिँ, घरको बुहारीहरूले। अहिले चाहिँ अब अहिलेको बुहारीहरू यस्ता छ नि। चुल्हा त मैले थुप्रो ठाउँ बनाइदिएँ हो। यो चुल्हामा चाहिँ आज के पकाएर खाने हो दाजु? ओपनिङ के छ यसको? आज यो चुल्हाको ओपनिङ आजै हो? ओपनिङ अब हेर्नुपर्छ। हामी चुल्हाको बिट मार्ने भागमा आइसकेका छौँ। र यो फलाम लगाएको देखाउँदैछ। यो चाहिँ गाडीको स्प्रिङ हो। र गाडीको स्प्रिङमाथि माटोको ढलाइ हुँदैछ। यहाँ गाडीको स्प्रिङ लगाउनुको कारण चाहिँ के हो भने यो फलामले चाहिँ भाँडाको, ठुल्ठुलो भाँडाको पनि लोड लिन सक्छ चुल्हामा भनेर चाहिँ साइडमा फलाम लगाउनु भएको। र यो फलामको माथि चाहिँ जुन माटोको डल्ला पारेर लगाइँदैछ, यसलाई चाहिँ चुल्हाको चम्का भनिन्छ। र यो चम्का माथि चाहिँ भाँडा बस्छ। र यो अहिले आगो बलेपछि चाहिँ यो माटोको डल्ला चाहिँ एकदम सुकेर सिमेन्टको कङ्क्रिट जस्तो हुन्छ। र यसको माथि चाहिँ भाँडा बस्छ। अर्ग्यानिक हो, ग्यास भन्दा यो अरिजिनल हो। र दाउरामा पकाएको खानाले बिमारी हुँदैन, टेस्टी हुन्छ। र सबैले यसको पछाडि परेर मेहनत गरेर
अगाडि बढेको राम्रो, ग्यासको पछाडि मात्रै होइन। आजकल हाम्रो मान्छेहरू चाहिँ बेसी ग्यासमा भर पर्छ होइन, ग्यासमा, इलेक्ट्रिक चुलामा, इन्डक्सनमा। तर त्यो चिजले चाहिँ अब बिमारी बनाउँछ मान्छेलाई। खाना पाक्न छिटो त हुन्छ तर त्यसले बिगार्छ, मिठो पनि हुँदैन। तर यसमा चाहिँ अब मेहनत गरेर चुला बनाउनु पर्यो, दाउरा चिर्नु पर्यो जङ्गलमा गएर, त्यो दुःखै छ छान चाहिँ। त्यो दुःख गरे अनुसार चाहिँ स्वास्थ्य राम्रो हुन्छ होइन दाजु? यसमा चाहिँ 50 रुपियाँको दाउराले खानापिना, सब्जी भाजी, चटनी, अचार सबै भइहाल्छ। खालि 50 को दाउरा, खालि 50 को दाउराले। कराई आयो, कितली आयो। हिसाब किताब मिल्यो है? पानी तात्यो, त्यति भए चुला बनाइसकेर चाहिँ हुँदैछ यहाँ आगो बाल्ने काम। हेर्नुहोस् है, यस्तै छ हाम्रो बस्तीको परिवेश। चुला बनाएर पनि आगो सल्काउने बेला भइदियो, दाउरा सल्काउने। मलाई चाहिँ चुला मोटी तेलले बल्नु मन पर्दैन, दुःख गर्नै मनपर्छ क्या। त्यही कारणले गर्दा चाहिँ यस्तो प्लास्टिक किनभने उहिलेको रीति हो नि त, उहिलेको हजुरआमाहरूले कसरी हामीलाई पाले हामी पनि सिकौँ न। त्यही कारणले गर्दा मैले चाहिँ आगो बालेँ, भगवान्लाई एकदम प्रार्थना गर्दै भगवान् एकै खेतमा बलोस् न। जे होस् आगो बल्यो नयाँ चुलामा। भन्नुहोस् प्लास्टिकले पो छ आगोको लागि। तेल छैन, दिनु छोड्यो, अर्ग्यानिक अब प्लास्टिकबाटै गर्नु पर्यो। अब एकछिनमा मकै पोलेर खानु छ, मकै छ वरिपरि। तपाईँले आज यो चुला बनाउनु भयो यसरी, साह्रै राम्रो लाग्यो। म पनि ठिक्क यो चुला बनिँदै गर्दा आइपुगेँ र चुला बनिँदै गरेको भिडियो गर्न मन पर्यो। किनभने अहिलेको मान्छेलाई यस्तो कुराहरू देखाउन जरुरी छ, अर्ग्यानिक कुराहरू, मान्छेले बिर्सिँदै गएको कुराहरू हो यो। चुला यो ग्यासमा मात्रै खानु अलिकति उयो हुन्छ। यसो बुढाबुढी आइहाल्यो भने चुलामा यसो पकाएको खानु इच्छा गर्छन् र यसो जाडो महिना आउँदा वरिपरि बसेर आगो तापेको गफ हुन्छ। यसो यो चुलामा चाहिँ वरिपरि बसेर चाहिँ अब रातो नुन हालेको चिया खाँदै, नुन हालेको चिया, जाडोमा मकै, अब काँचो मकै पाक्दैछ, पोलेर खाने दिन आइसकेको छ। त्यही सोचेर चाहिँ यसो विचार गरेँ मैले, होइन बनाउनु पर्छ चुला त, नयाँ मकैहरू खानुपर्छ भनेर चाहिँ बनाएको हो। ठिक छ, राम्रो। कसैलाई थाहा पनि छैन यो चुलाहरू, अबको नानीहरूले जान्दैन पनि र अहिले सबैले सिकाइराख्यो भने राम्रो छ। जे होस् यो एउटा तपाईँले ज्ञानको कुरा बताउनु भयो। र तपाईँहरूले सोच्नुहुन्छ होला चुला बनाउने कहाँ बनाउने, मेरो त जग्गा छैन, बिल्डिङ छ, बिल्डिङ अब जग्गा धेरै जग्गा छैन भनेर सोच्नुहुन्छ होला। तर उहाँले चाहिँ यो चुला चाहिँ बिल्डिङमै बनाउनु भएको छ है। हेर्नुहोस्, उहाँले पनि एकदम धेरै जग्गा भएर बनाउनु भएको होइन, उहाँको आफ्नो इच्छा रहरले गर्दाखेरि, चुलामा पकाएको खाना खाने रहरले उहाँले पनि एकदम यो बिल्डिङमै बनाउनु भएको है। यो चुला चाहिँ हेर्नुहोस्, यहाँ माथि छतमा यसरी प्लास्टिक लाउनु भएको छ, माथि च्यादर लाउनु भएको छ र यो बनाउँदै गरेको घरमा चाहिँ उहाँले चुला बनाइदिनु भयो पहिला चाहिँ। अब यो चुलामा पाकेको खानापिना खाँदै चाहिँ यो घरलाई पनि उहाँले कम्प्लिट गर्नुहुनेछ। लु हेर्नुहोस् है, मकैबारी यस्तो छ, लटरम्मै मकै फलिरहेछ र अब यो मकै पोलेर खानको लागि चाहिँ दाजुले चुला बनाउनु भएको। यस्तो छ हाम्रो गाउँ बस्तीको परिवेश, यस्तो छ एकदम। ऊ तलतिर गाउँ छ, पारी हेर्दाखेरि सिक्किम, यो पारी सबै पूर्व सिक्किमको रिनोक क्षेत्र हो र यो रिनोक क्षेत्रदेखि ठिक वारीपट्टि चाहिँ यता चाहिँ हाम्रो यो सामदुङको लोवर भेग गैरी गाउँ भनिन्छ र यो गैरी गाउँको सिरानमा यता एकपट्टिको टपमा चाहिँ जहाँ जोगीभिर भनिन्छ, जोगीभिर स्थित यहाँ चाहिँ हाम्रो दाजुको घर हो। यहाँ चाहिँ तपाईँले बैगुन बेच्न ल्याउनु भएको
बैगुन ल्याउनु त ल्याउनु भएछ, तर यो बैगुन भनेको त गुणै नभएको चिज कसरी लिनु हो अन्त? नामै त बैगुन। यसरी फर्सीको मुन्टा, बैगुन सबै अर्ग्यानिक चिजबिज यहीँ बारीमा फलेको चिजबिज छ र यस्तो सागसब्जी यहाँ पाइन्छ। र बस्ने जग्गा पनि हेर्नुहोस्, एकदम दामी बाँसको बस्ने जग्गा छ, अर्ग्यानिक। यो बाँसको चौकीमा बसेर सिक्किमको रमिता हेर्दै, यतापट्टि हेर्दा, यता फर्केर हेर्दाखेरि सामदुङको मास्लो भेगको रमिता हेर्दै, यहाँ बसेर मिठा मिठा खानेकुराहरू, स्वच्छ वातावरणमा फलेको पाकेको अर्ग्यानिक चिजबिजहरू हजुरहरूले पाउनुहुनेछ। यसर्थ तपाईँहरूले यो ठाउँलाई सम्झनामा राख्नु होला। भर्खर मात्रै बनाउन थालेको जस्तो लाग्छ, चुला सिद्धिकन पनि चिया उम्लिसक्यो यहाँ यसरी। र मान्छेको जाँगर छ भने चाहिँ यस्तो हुन्छ। र अर्काको चिजबिजलाई हेरेर अर्काले गरेको चिजलाई लाइक र कमेन्ट्स गर्नु त सजिलै छ, तर चुला बनाउनु चाहिँ साह्रो हो। चुला बनाउन र यसरी भाँडा डढाउन र डढेको भाँडा मोल्न अझै साह्रो। त्यसले भाउजू यो जुन भाँडा छ नि देउरे, ग्यासमा पकाउँदा बेसी तातो हुँदो रहेछ कि चुलामा पकाउँदा तातो हुँदो रहेछ? चुलोमा पकाउँदा पनि बेसी नै तातो हुँदो रहेछ। अनि यो मुटु चाहिँ किन ढुकढुक भयो भने यो कहाँबाट दिउरे देख्नु हुँदैछ, यसले गर्दा चाहिँ अब सोच्दैछु अलिअलि भएको नङहरू पनि जाने रहेछ है। के भन्नु, नङ र हातको माया गरेर त भएन, छोरीचेलीको जात चाहिँ यस्तै हुँदो रहेछ है। कहाँ आएर कहाँ गर्नुपर्ने, अब यो एकदम अर्ग्यानिक अरे, बिमार भयौँ अरे बेसी, यसरी खाएको चाहिँ राम्रो अरे क्या। त्यही भएर चाहिँ बनाएको। अब आज टेस्ट पनि गरिहेरौँ। यहाँ यो बाटोमा कुद्ने गाडीहरूले यहाँ मिठो मिठो खानापिना पनि खाएर गएकै हो। कतिजनाले यो भिडियो देख्दाखेरि सम्झना गर्नुहुन्छ होला यहाँको। र एकदमै राम्रो जग्गा छ, पार्किङको पुरा व्यवस्था भएको। र हजुरहरूले यहाँ आएर एकदम मिठो मिठो अर्ग्यानिक खानापिनाहरू र चुलामा पोलेको मकै हजुरहरूले यहाँ अर्डर गर्न सक्नुहुन्छ। र यो सम्पूर्ण परिवेशहरू देखाउँदै हजुरहरूबाट बिदा लिन चाहन्छु। नमस्कार।